हेलो एभ्रिवान मेरो चाहिँ 5 डेजमा भिजा ग्रान्ट भएको छ एप्लाई गरेको सो माई नेम इज सोनिम युन्जुन अनिपछि मैले चाहिँ चार्ल्स डार्विन युनिभर्सिटीमा एप्लाई गरेको थिएँ त्यहाँ चाहिँ ब्याचलर्स अफ एजुकेसन अर्ली चाइल्डहुड एन्ड प्राइमेरी कोर्समा एप्लाई गरेको थिएँ सो एभ्रिथिङ्स बिन वेल अनिपछि या आइम गोइङ टु अस्ट्रेलिया हजुरको द नेक्स्टसँगको जर्नी चाहिँ कस्तो थियो र जर्नीको कुरा गर्नुपर्दा या एउटा एक्सपिरियन्स नै भनौँ न सबै अप्स एन्ड डाउन्स नै थियो इट्स बिन क्याटिक अनि पछि थ्याङ्क गड सबै रिजल्टहरू सबै पोजिटिभ नै आयो अनि केही गरी रिजल्ट्स पनि यताउता भएको भने आई वुडन्ट ह्याभ टु रिग्रेट दिस डिसिजन टु चुज द नेक्स्ट भन्छु म चाहिँ हजुरलाई चाहिँ आफ्नो छोराको भिजा ग्रान्ट भएर चाहिँ कस्तो फिल भइरहेको छ होला एज अ प्यारेन्ट्स? एकदमै खुसी एकदमै होइन अब यो जुन पिरियडमा एउटा वेटिङ पिरियड यति सकसपूर्ण हुँदो रहेछ होइन त्यो पिरियडमा यति होइन ग्रान्ड ठ्याक्क के अरे हिजो राति 11:30 बजीतिर जुन सुरेन सरको कल आउँदै यति ह्याप्पी भयो कि त्यसको मुभमेन्ट नै सायद वर्णन गर्न साध्य छैन होइन र यो द नेक्स्ट एजुकेसन चाहिँ जुन थाहा थिएन मलाई सुन्नु सबै कुरा जुन बाबुले नै सर्च गरेर यहाँ आएको थियो होइन र यहाँ जुन हामी जुन यो पिरियडमा जुन लन्च गर्नुभन्दा अगाडि पिरियडमा जुन सुषमा म्याम एन्ड सुरेन्द्र सरले यति कोअपरेटिभ गर्नुभयो यति सेल्स होइन हेरेर जुन एउटा पर्फेक्ट एउटा के अरे डकुमेन्ट्स बनाउनु भयो त्यही कारणले गर्दाखेरि एकदमै दल नेक्स्ट एजुकेसन नै किन भन्न चाहन्छु भने म यो जेनेरेसनको लागि द फरक किसिमकै यो नेक्स्ट लेभल नै भेटेँ मैले त्यस कारणले म चाहन्छु कि जुन अहिले जुन बाहिर अस्ट्रेलिया जुन ड्रिम लिएका भाइ बहिनीहरू छोराछोरीहरूले चाहिँ त नेक्स्ट लेभल नै के नेक्स्ट एजुकेसन नै रोज्नु होला जसबाट चाहिँ हामी कन्फर्म अस्ट्रेलियाको ड्रिम पुरा गर्न सक्छौँ भन्ने चाहिँ चाहन्छु किनभने यहाँको इन्भाइरोमेन्ट यहाँको कोअपरेटिभ यहाँको चाहिँ एउटा हेल्पफुल जुन ह्यान्डहरूले चाहिँ हामीलाई एउटा सक्सेस ठाउँमा पुर्याउन सक्छौँ भन्ने चाहिँ मलाई आत्मविश्वास छ यहाँहरूप्रति पनि तर्नेक्सप्रति पनि आभारी छु द नेक्स्टको बारेमा चाहिँ कसरी थाहा भएको थियो हजुरलाई? सुरुमा चाहिँ अब यताउता एक दुईवटा कन्सल्टेन्सी चाहिँ सुरुमा घुमिरहेको थिएँ अनि यताउता गर्दा गर्दै मोस्टली चाहिँ मैले सोसियल मिडियामा रिलाइ गरेको थिएँ अनि त्यसकै थ्रुबाट एडहरू आउँदाखेरि यो पनि रहेछ नयाँ भान्सरमा जाँदाखेरि लेट्स ट्राई भनेर गएर आएर अनि काउन्सिलिङ सेसनहरू लिएको थिएँ अनि सुजाता म्यामले आई वाज इम्प्रेस्ड होइन अनि पछि उहाँको सेसन लिँदाखेरि काउन्सिलिङसँग अनि पछि या आई डिसाइडेड टु गो विथ द नेक्स्ट रिजल्टहरू सबै पोजिटिभ नै छ अनि पछि यताउता अलिकति यताउता प्रब्लमहरू हुँदा हुँदा पनि हाम्रो काउन्सिलर म्याम सुजाता म्यामको गाइडेन्स अनि पछि हाम्रो सुपरभाइजर सुरेन्द्र सर मेनली उहाँले यति सेक्रिफाइस गर्नुभएको छ भन्नै सक्दैन अब हामीले भन्दा पनि बढी अब मिहिनेत उहाँहरूले गर्नुभएको छ होला होइन उहाँको मिहिनेत देखेर मेरो के गरी अब भिजा नलागेको भए पनि के अरे त्यो रिग्रेट चाहिँ हुने थिएन उहाँहरूले बेस्ट दिनुभएको छ भने मलाई पुरा ट्रस्ट थियो त्यो बिलिभ थियो त्यही भएर या एभ्रिथिङ्स फाइन नाउ एन्ड एभ्री वान्स ह्याप्पी कङ्ग्रेचुलेसन्स सर। थ्याङ्क थ्याङ्क यू यू